श्री गुरुचरणकमलेभ्यो नमः। ओम नमो सभाभ्यः सभापतिभ्यश्चो नमो नमः। अज्ञानतिमिरन्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। समुपस्थित समस्त पदाधिकारीगण भागवत भक्तवृन्दहरूको चरण कमला कोटि नमन गर्दै श्री श्री राधाकृष्ण भगवानको चरण कमलमा साष्टाङ्ग दण्डवत प्रणाम गर्दै आज पर्न गएको यस गुरु पूर्णिमाको शुभ पावन पर्वको दिनमा हजुरहरूद्वारा हामीलाई गरिएको सम्मान जति म पाउने अधिकारी हो त्योभन्दा अधिक हजुरहरूद्वारा सम्मान पाएको छु, हाम्रो परिवारले पाएका छौँ भन्न पर्यो। साथै हजुरहरूको माया स्नेह आदरपूर्वक हामीलाई यहाँ बास सहितको जो व्यवस्था गर्नुभएको छ त्यसप्रति पनि धेरै धेरै हाम्रो परिवार आभारी छौँ। र बस्न दिएर, खान दिएर, लगाउन दिएर मात्रै कोही प्रश्न हुँदैन, त्यसमा सम्मान साथमा चाहिएको हुन्छ। जति सम्मान चाहिने हो त्योभन्दा अधिक सम्मान हजुरहरूबाट हामीलाई प्राप्त भइरहेको छ। र यसरी नै राधाकृष्ण भगवानको चरण कमलमा सेवा गर्दै र हजुरहरूको साथमा सहकार्य अगाडि बढाउँदै जहिलेसम्म राधाकृष्ण भगवानले सेवा गराउनुहुन्छ तबसम्म हामी सपरिवार मिलेर हजुरहरूको साथमा अगाडि बढ्दै भगवानको सेवा गरिराख्न पाऊँ भन्ने त यो मेरो कामना। साथमा अब गुरु भएपछि आफ्नो समाजलाई केही कुरा भन्नुपर्ने कर्तव्य पनि हुन्छ। अहिले हाम्रो यहाँ चलिरहेको सबभन्दा विडम्बना के छ भन्दा धर्मान्तरणको विडम्बना चलेको छ। आपसमा जात जातिको नाममा, धर्मको नाममा भिडन्त भइरहेको अवस्था छ। नयाँ नयाँ घटना घटेको छ। हाम्रै समाजमा विभिन्न प्रकारका हाम्रो सनातन धर्मको नाम राख्ने तर अन्य धर्ममा आस्था राख्ने, त्यस्ता मान्छेकोमा गएर खरिद बिक्री पनि हामीले केही नगरौँ। त्यस्तासँग सकेसम्म हामी टाढा नै हुनुपर्छ। सद्भाव आफ्नो ठाउँमा छ, तर उनीहरूले हाम्रो विरोध गर्छन् भने हामी यत्तिकै बस्नु हुँदैन। हाम्रा जति पनि देवी देवता हुनुहुन्छ सबैको हातमा हात हतियारहरू रहेका छन्। हामी पनि उनीहरूसँग मुकाबला गर्न तयार हुनुपर्छ। त्यही भएर नवदुर्गामा शस्त्र पूजा गरिन्छ। भगवान श्रीकृष्णले मुरली बजाउनुहुन्थ्यो, उहाँले पनि सुदर्शन चक्र धारण गर्नुपर्थ्यो। बेला मौकामा बेला बेलामा सुदर्शन चक्र धारण गरेर दुष्टहरूको संहार गर्नुहुन्थ्यो। त्यसबाट हामीले शिक्षा लिने हो। हाम्रो धर्मग्रन्थहरूलाई हामीले ढोगेर फुलपाती चढाएर मात्र हुँदैन। त्यसमा के भनिएको छ त्यसलाई आत्मसात गर्नुपर्छ र आफ्नो धर्मको प्रति हामी डटेर बस्नुपर्छ। किन भन्दाखेरिमा स्वधर्मे निधनम श्रेय पराधर्म भयावह भनिएको छ। आफ्नो धर्मको लागि, आफ्नो धर्म रक्षणार्थ, आफ्नो धर्म खटिएर आफ्नो धर्मको रक्षा गर्दै मृत्युलाई बरु वरण गर्न उत्तम हुन्छ। तर परधर्म, अरूको अन्य धर्म धारण गरेर ऊ पनि 2-4 पैसाको लोभमा या कसैको झुटा आश्वासनमा परेर त्यस्तो गरियो भने त्यो भयावह स्थिति त्यसले ल्याउँछ। त्यसबाट हामीलाई सुख शान्ति आरोग्यताको प्राप्ति हुँदैन। किन भन्दाखेरिमा जसले चङ्गाईको नाममा सोझा साझा जनतालाई झुक्क्याएर तिम्रो धर्ममा केही हुँदैन, हाम्रो धर्ममा आऊ, औषधि खान पर्दैन,
क्यान्सर भए पनि निको हुन्छ भनेर यस्ता झुटा अभिव्यक्तिहरू दिएर आफ्नो धर्मतिर लैजान्छन्। त्यस्तो हुने भए ती धर्मका पोप जो संसारका सबभन्दा ठुलो पोप मानिन्छ ती व्हिलचेयरमा बस्छन् अनि पछाडेर एउटा मान्छेले त्यसलाई डोर्याएर हिँड्नुपर्छ र हस्पिटलमा लैराख्नुपर्छ। मसँग त्यसको फोटो पनि छ। किन त्यसलाई चङ्ग्याएर ठिक पार्दैनन्? हाम्रो यहाँका सोझा साझालाई मात्रै झुक्क्याउने काम गरिरहेका हुन्छन्। त्यस्ताबाट हामी सावधान हुनुपर्छ र यो धर्मको नाममा जनतालाई भाड्ने जसले गर्छन् तिनीहरूबाट हामीले सावधानी अपनाउनुपर्छ। आफ्नो धर्मलाई छोड्न हुँदैन। आफ्नो धर्म जान्नको लागि हामीले शास्त्र अध्ययन राम्रोसित गर्नुपर्छ। बाँकी त हजुरहरूले मैले भन्दा बढी नै जान्नुभएको छ, सबै ज्येष्ठ नै हुनुहुन्छ प्राय। मेरो भन्नुको तात्पर्य यो हो कि जसले हाम्रो धर्मको आस्था गर्दैन, हाम्रो धर्मलाई मान्दैन, त्यस्तासँग हामीले लेनदेन कारोबार पनि बन्द गरौँ, चाहे हाम्रो नातापाताभित्रकै मान्छे व्यक्ति किन नहुन्। यति भन्दै समयको अभावले मैले आफ्नो वाणीलाई यही विश्राम दिएँ। राधे राधे। गुरु पूर्णिमाको सबैलाई पुनः शुभकामना।